आजको बैठकको कार्यसूची तपाईहरुको टेबलमा राखिदिएको छ। कृपया ध्यानपूर्वक अवलोकन गर्नुहोला। माननीय ज्यूहरू, सम्माननीय सभामुख आइपुगिसक्नु भएको छ। अब सम्पूर्ण माननीय ज्यूहरूलाई आफ्नो यथास्थानमा राष्ट्रगानको निम्ति उठिदिन हुन अनुरोध गर्दछु। अबको बैठकको कार्य सञ्चालन सम्माननीय सभामुखले गर्नुहुनेछ। धन्यवाद। माननीय सदस्यहरू, संघीय संसदको दुवै सदनको संयुक्त बैठक कार्यवाही प्रारम्भ हुन्छ। आजको बैठक बजेट अधिवेशन कार्यसूची यस प्रकारको रहेको छ। प्रधानमन्त्रीको मन्तव्य, अर्थमन्त्रीको बजेट प्रस्तुति, संसदद्वारा बजेटमा छलफल गरिने कार्यसूची रहेको जानकारी गराउँदछु। अब म सम्माननीय प्रधानमन्त्री ज्यूलाई आफ्नो मन्तव्यका लागि अनुमति दिन्छु। सम्माननीय सभामुखज्यू, राष्ट्र सभाका अध्यक्षज्यू, प्रमुख प्रतिपक्षका नेता र सम्पूर्ण उपस्थित माननीय ज्यूहरू, म आज प्रतिनिधि सभा बजेट अधिवेशनमा उपस्थित सम्पूर्णलाई हार्दिक स्वागत र शुभकामना व्यक्त गर्न चाहन्छु। हाम्रो सरकारले सामाजिक सुरक्षा र न्याय, तीव्र आर्थिक विकास र विकासका पूर्वाधारहरूमा सर्वसाधारण जनताको पहुँच र बौद्धिक पलायन रोक्ने कुरालाई प्रमुख प्राथमिकता दिएको छ। यस आर्थिक वर्षको बजेटले पर्यटनको विकास, युवालाई रोजगार, दक्ष जनशक्ति उत्पादनको लागि निशुल्क शिक्षा तालिम दिने कुरालाई विशेष जोड दिएको छ। म विश्वास दिलाउन चाहन्छु, यो बजेटले सुखी नेपाली, खुसी नेपाली बनाउन सफल हुनेछ। धन्यवाद। माननीय सदस्यहरू, अब संघीय संसदको संयुक्त बैठक सञ्चालन नियमावली 2080 को नियम 5 बमोजिम अर्थमन्त्रीज्यूलाई आर्थिक वर्ष 2082-83 को बजेट प्रस्तुत गर्न अनुमति दिन्छु। प्रतिनिधि सभाका सम्माननीय सभामुखज्यू,
राष्ट्रिय सभाका अध्यक्षज्यू, सम्माननीय प्रधानमन्त्रीज्यू र माननीय ज्यूहरू, यस सङ्घीय संसदको गरिमामय संयुक्त बैठकमा नेपाल सरकारको अर्थमन्त्रीको हैसियतले आगामी वर्ष 2082-83 सालको बजेट प्रस्तुत गर्न उपस्थित भएको छु। यो बजेट 3 वटा प्रमुख उद्देश्यमा केन्द्रित छ। बौद्धिक पलायन रोक्न, निःशुल्क शिक्षा र तालिमको व्यवस्था, पर्यटन व्यवसायमा वृद्धि गर्न, नयाँ पर्यटन क्षेत्रको विकास र पर्यटन उद्योगको विकासका पूर्वाधार मध्ये विद्युत र स्वास्थ्यमा लगानी गर्न। आर्थिक वर्ष 2082-83 सालको अनुमानित बजेट 15 अर्ब 20 करोड रहेको छ। बजेटमा क्षेत्रगत वितरण यस प्रकार छन्। युवाहरूलाई तालिम दिन 4 अर्ब 2 करोड बजेट छुट्याएको छु। निःशुल्क शिक्षा दिन 1 अर्ब बजेट छुट्याएको छु। पर्यटन व्यवसाय विस्तारका लागि 3 अर्ब बजेट छुट्याएको छु। जसमध्ये होमस्टे सञ्चालन र पर्यटन उद्योगमा लाग्दै आएको करमा 2% छुट दिने व्यवस्था गरेको छु। स्वास्थ्य सेवा विस्तार गर्न 5 अर्ब बजेट छुट्याएको छु। स्वास्थ्य सेवा विस्तार गरी हरेक जिल्लामा जिल्ला अस्पताल निर्माण र हरेक वडामा एउटा स्वास्थ्य केन्द्र स्थापना गरिनेछ। विद्युत उत्पादनको लागि 2 अर्ब 18 करोड बजेट छुट्याएको छु। जसबाट हाम्रा विद्युत उत्पादन गर्न सकिने नदीको सम्भाव्यता अध्ययन गरी कम्तीमा 2000 मेगावाट बिजुली उत्पादन गरी नेपाललाई विद्युतमा आत्मनिर्भर बनाउने लक्ष्य लिएको छु। आर्थिक वर्ष 2082-83 सालको लागि बजेटका स्रोतहरू निम्न अनुसार भन्न गइरहेको छु। आन्तरिक राजस्वबाट 7 अर्ब, आन्तरिक ऋणबाट 5 अर्ब, वैदेशिक सहायताबाट 3 अर्ब 20 करोड। अन्त्यमा यो बजेटले देशलाई विद्युत, पर्यटन र विकासबाट युवाहरू पलायन हुनबाट रोकी देशमा तीव्र आर्थिक विकास हुने विश्वास गर्दछु। धन्यवाद। माथि छलफल प्रारम्भ हुन्छ। म माननीय ज्यूहरूलाई आर्थिक वर्ष 2082-83 को बजेटमाथि छलफलमा सहभागी हुन अनुरोध गर्दछु। सर्वप्रथम माननीय सांसद आभा महर्जन, समय 2 मिनेट। सम्माननीय सभामुख महोदय, सम्माननीय राष्ट्रिय सभाका अध्यक्ष महोदय, म अर्थमन्त्रीले प्रस्तुत गर्नुभएको बजेटको स्वागत गर्दछु। युवाहरूलाई तालिम र सिप सिकाइ, रोजगार दिई बौद्धिक पलायन रोक्ने कुरा अत्यन्तै सराहनीय छ। यसले म यो बजेटको पूर्ण समर्थन गर्दछु। धन्यवाद। माननीय सांसद मनदीप अर्याल, समय 2 मिनेट। माननीय सभामुख महोदय, सम्माननीय राष्ट्रिय सभाका अध्यक्षज्यू, प्रस्तुत बजेटमा पर्यटन उद्योगको विकासमा गरिएको लगानी प्रशंसायोग्य छ र पर्यटन उद्योग सञ्चालनमा लाग्ने कर 2% घटाइएको अत्यन्तै राम्रो कार्य छ। म यो बजेटको पूर्ण समर्थन गर्दछु। धन्यवाद। माननीय सांसद स्नेह श्रेष्ठ, समय 2 मिनेट। सम्माननीय सभामुख महोदय, राष्ट्रिय सभाका अध्यक्ष महोदय, मैले अर्थमन्त्रीले प्रस्तुत गर्नुभएको बजेट ध्यानपूर्वक सुने। तर यो बजेटमा सामाजिक सुरक्षा जस्ता क्षेत्रमा पर्याप्त ध्यान पुगेको छैन। विशेष गरी वृद्ध नागरिक, अपाङ्ग र बालबालिकाको सुरक्षाको लागि यो बजेटमा
ध्यान दिएको देखिन्न। म यो बजेटको आलोचना गर्दै सुधारको माग गर्दछु। धन्यवाद। माननीय सांसद सर्वोच्च जङ राई, समय 2 मिनेट। सभामुख महोदय, सम्माननीय राष्ट्रिय सभाका अध्यक्षज्यू, कृषि क्षेत्रको वर्तमान सङ्कट र किसानहरूका समस्याहरूलाई यस बजेटमा उचित ध्यान दिएको छैन भन्ने कुरा म जानकारी गराउन चाहन्छु। कृषि उत्पादनमा वृद्धि गर्न कुनै ठोस योजना नभएको र किसानहरूलाई बिउ मल उपलब्ध गराउन कुनै ठोस योजना छैन। यस बजेटले किसानको वृद्धि विकासमा जोड दिएको छैन। त्यसैले म यो बजेटको आलोचना गर्दै सुधारको माग गर्दछु। धन्यवाद। आर्थिक वर्ष 2082-83 बजेटमा माननीयहरूले उठाएको प्रश्नको उत्तर दिनुहुन म अर्थमन्त्रीलाई अनुरोध गर्दछु। मैले माननीयहरूले उठाएको टिप्पणी ध्यानपूर्वक सुने। उहाँहरूले उठाउनु भएको सामाजिक सुरक्षा र कृषि क्षेत्र र कृषकलाई अनुदान दिने कुराको चासोप्रति सरकार गम्भीर रूपमा संवेदनशील छ। आगामी बजेटमा यस्ता क्षेत्रमा सुधार गर्न विभिन्न कार्यक्रमहरू समावेश गरिनेछ। यो बजेटले प्रारम्भिक स्तरमा धेरै सुधारको बाटो खोलेको छ भन्ने विश्वास हामीले लिएका छौँ। यथासम्भव स्रोतको अधिकतम उपयोग गरी कृषिमा सुधार गर्ने लक्ष्य लिएका छौँ। अन्त्यमा माननीय ज्यूहरूको सुझाव सकारात्मक रूपमा लिँदै बजेट कार्यान्वयनको क्रममा थप सुधारका सम्भावनाहरूको मूल्याङ्कन गरिनेछ। धन्यवाद। अब म अर्थमन्त्रीले पेश गर्नुभएको बजेटलाई निर्णयार्थ पेश गर्दछु। बजेटको पक्षमा हुने माननीय ज्यूहरूले हुन्छ भन्नुहोला। र विपक्षमा हुने माननीयहरूले हुन्न भन्नुहोला। हुन्छ भन्ने माननीयहरूको बहुमत भएकोले आगामी आर्थिक वर्ष 2082-83 को बजेट बहुमतले पारित भएको घोषणा गर्दछु। आजको बजेट अधिवेशन कार्यसूची समापन भएको छ। आजको बैठक यही समापन भएको घोषणा गर्दछु।